नमस्कार, यहाँहरू सम्पूर्णलाई मेराज बस्नेत अफिसियल च्यानलमा स्वागत छ। दर्शकवृन्द, सिक्किम सोरेङमा आरसिएम कम्पनीले नयाँ स्टोरलाई आजदेखि विधिवत रूपमा उद्घाटन गरेको छ। आरसिएम विशेष हजुरहरूको निम्ति स्वास्थ्यलाई धेरै ध्यानमा राखेर यसका प्रोडक्टहरूलाई गाउँ बस्तीहरूसम्म पुर्याउने कार्य अभियानको रूपमा गरिरहनु भएको छ। आज विशेष यस उद्घाटन कार्यक्रममा दार्जिलिङ, कालिम्पोङ लगायत वरिपरिका एसोसिएट बायर अनि ग्राहकहरूको जमघट रहेको थियो। स्मरण गराइन्छ कि यस आरसिएम स्टोरको प्रोप्राइटर मिसेस देवीकला लिम्बू हुनुहुन्छ। यसैगरी उहाँले जोरथाङ अनि सोमबारीमा पनि आफ्नो आरसिएम स्टोरहरू खोलिसकेका छन्। दार्जिलिङ अनि सिक्किम आरसिएम टिमका प्रमुख श्री नियत राईज्यूबाट त्यस दिन आरसिएम अभियानको विशेषता र जानकारीहरू बुझ्न र सुन्न पाइयो। हजुर, नम्बर 1 त यो स्टोर सबैजनालाई भनौँ न उहाँको यो भिडियोमा स्वागत छ है। यो स्टोर मात्रै भनेको सुन्नु हुँदैछ होला, तर खासै चाहिँ यो हाम्रो एउटा अभियान, जुन चाहिँ अभियानको नाम चाहिँ हो आरसिएम को स्टोर हो। आरसिएम सायद पहिल्यैदेखिको तपाईँहरूले सुन्नुभएको होला, जुन चाहिँ आरसिएम चाहिँ पहिल्यैदेखिको चल्दैछ है। तर जुन तरिकाले यहाँको मान्छेहरूले राम्रोसँगले गाइड पाएको थिएन, स्टोर थिएन। आज सिक्किमको पनि जग्गा जग्गामा स्टोरहरू खोलिसकेको छ। जस्तै लास्ट इयर मात्रै हामीले सोमबारीमा स्टोर खोलेको है, त्योभन्दा अगाडि जोरथाङमा खोल्यौँ। आज चाहिँ फाइनली हामीले सोरेङमा पनि यो स्टोर ओपनिङ गरेको छौँ। जुन चाहिँ स्टोरको माध्यमले चाहिँ आज हजारौँ यहाँको युथ्सहरू, यहाँको दाजुभाइहरूले, दिदीबहिनीहरूले चाहिँ यसको स्टोरको माध्यमद्वारा चाहिँ फाइदा उठाउनु छ। आरसिएम एउटा ठुलो उद्देश्य लिएर हामी काम गर्दैछौँ, जुन चाहिँ उद्देश्यको नाम चाहिँ हो नयाँ भारतको निर्माण। अनि यसमा हामीले 3 प्रमुख उद्देश्य लिएर काम गर्दैछौँ, जसमा पहिलो उद्देश्य चाहिँ हो हाम्रो स्वास्थ्य, हेल्दी प्रडक्ट हामीले युज गऱ्यो भने हाम्रो हेल्थ राम्रो हुन्छ। हाम्रो हेल्थ राम्रो भनेदेखि हाम्रो समाज, परिवार सबै खुसी बस्न सक्छ है। हाम्रो पहिलो उद्देश्य चाहिँ हो स्वास्थ्य। दोस्रो उद्देश्य हो स्वावलम्बन, यानि कि हर व्यक्तिलाई आफ्नो खुट्टामा उभिने बनाउने, सेल्फ डिपेन्डेन्ट बनाउने आरसिएमको दोस्रो उद्देश्य हो। अनि तेस्रो प्रमुख उद्देश्य चाहिँ हो नारी सशक्तिकरण, यानि हामीले यस्तो खालको प्लेटफर्म यहाँनिर बनाउँदैछ जुन चाहिँले चाहिँ हर नारीहरू चाहिँ, लेडिजहरू, वुमेनहरू, हाम्रो दिदीबहिनीहरू आएर चाहिँ यहाँनिर उहाँले एज ए करियरको रूपमा उहाँले थुप्रो यस्तो दिदीबहिनीहरू आज अगाडि बढ्दैछ, जसले एज ए करियर उहाँहरूले यसलाई अपनाउनु भएको छ। अनि तपाईँहरू पनि हाम्रो उद्देश्यको साथमा मिलेर अगाडि बढ्नु सक्नुहुन्छ। अरू अनेकौँ उद्देश्यहरूमाथि अझै काम हुँदैछ, जसमा ब्लड डोनेसन क्याम्प हुँदैछ, ट्री प्लान्टेसन हुँदैछ, जसमा गिभ वे टु एम्बुलेन्स हुँदैछ, भनौँ न व्यसन मुक्ति हुँदैछ, भनौँ न भ्यालु बेस्ड एडुकेसनमाथि हामी काम गर्दैछौँ। अनि त्यस्तो प्रकारले वुमेन हाइजिन, स्पेसली वुमेन हाइजिन अवेरनेस प्रोग्रामहरू हामी गर्छौँ, जुन चाहिँ आरसिएमको पुरै तरिकाले हामी इन्कमको माथि मात्रै फोकस नगरेर चाहिँ हामी ठुलो उद्देश्यको साथमा काम गर्दैछौँ, जुन चाहिँ उद्देश्यको नाम चाहिँ हो नयाँ भारतको निर्माण। कि आज बजारको जुन चाहिँ पनि स्टोर्स र आरसिएमको स्टोरमा किन्दा के फाइदा हुन्छ या के फरक छ भन्नाले गर्दा चाहिँ यो चाहिँ हो प्योर डाइरेक्ट सेलिङ इन्डस्ट्री। डाइरेक्ट सेलिङ भन्नुको अर्थ चाहिँ यहाँको पहिलो फाइदा नै यो हुन्छ कि जति पनि प्रडक्ट्स यहाँनिर आउँछ, लन्च गरिन्छ, यहाँबाट पाउनुहुन्छ, त्यो प्रडक्ट चाहिँ डाइरेक्ट म्यानुफ्याक्चर भएर यहाँनिर आएको हुन्छ। जुन चाहिँको कारणले गर्दा सबभन्दा पहिलो फाइदा चाहिँ यो हुन्छ कि हामी ओरिजिनल सामान पाउँछौँ। आज मान्छेहरू डुप्लिकेट प्रडक्ट लिएर पुरा सफर गरिरहेको छ, त्यो डुप्लिकेट केसीदेखि हामी बाँच्न सक्छौँ। यहाँको जति पनि प्रडक्ट्सहरू छ फ्याक्ट्रीबाट डाइरेक्ट आएको हुनुको कारणले गर्दा चाहिँ हामीले भनौँ न 100% क्वालिटीको ग्यारेन्टीको साथमा प्रडक्ट पाउँछौँ। नम्बर 1 फाइदा त्यो भयो। दोस्रो फाइदा यो भयो कि आज हजारौँ करोड रुपियाँ मिडलम्यानकोमा जाँदैछ। रिटेल, अब जस्तो हामी बजारबाट किन्छौँ, मिडलम्यानमा रिटेलर, होलसेलर, डिलर, एजेन्ट, एडभर्टिजमेन्ट, त्यहाँनिर करोड रुपियाँ खर्च हुन्छ एउटा प्रडक्टलाई भनौँ न लन्च गर्नुको लागि। अब त्यो मिडलम्यानको जुन चाहिँ खर्च छ, जुन चाहिँ त्यहाँ मिडलम्यानमा जाने पैसा छ, त्यो पैसा चाहिँ अब एउटा सिस्टमको माध्यमले हामीले प्रडक्ट चलाउँदा नै तपाईँको घरमा त्यो पैसा ब्याङ्कको खातामा वापस पनि आउँछ। त्यस्तो फाइदा छ। अनि अर्को फाइदा यो छ कि हर 6 महिनामा हामीले फ्री प्रडक्ट्सहरू पनि पाउँछौँ। जस्तै फर इक्जाम्पल 5000 को सामान चलाउँछौँ पिबीको भनेदेखिको 5000 को सामान हामी फ्री पाउँछौँ। त्यस्तो अनेकौँ फाइदा छ। अनि जसको कारणले गर्दा चाहिँ आज हामीले यहाँनिर भनौँ न स्टोर खोलेको छौँ, यसको फाइदा चाहिँ हरेक व्यक्तिले उठाउन सकिन्छ। सर, तपाईले हामीलाई जे जति
आरसीएम अभियानबारे संक्षिप्त र सरल भाषामा बुझाइदिनु भयो। हजुरलाई धेरै धेरै धन्यवाद। स्मरण गराइन्छ कि आरसीएमले दिन खोजिरहेको अभियान स्वास्थ्य रक्षाको अभियान, स्वावलम्बन र नारी सशक्तिकरण अनि अन्य थुप्रै अभियान एवं मिसनहरू सिक्किमका केही क्षेत्रहरूमा प्रसार भइरहेछ। देश र समाजको हितको लागि तपाईँ पनि आरसीएम अभियानमा सामेल भई सिक्किमका हरेक क्षेत्रहरूमा आरसीएम अभियान प्रसार गरी समाजको साथसाथै तपाईँ स्वयं आफ्नो आर्थिक उन्नति पनि गर्न यहाँबाट सक्नुहुनेछ। आरसीएम अभियान सम्बन्धी अधिक जानकारीको लागि तल दिएको कन्ट्याक्ट नम्बरमा हामीसँग सोझै वाट्सएप गर्न सक्नुहुनेछ। सम्पर्क नम्बर यस प्रकार रहेको छ 9474858159। धन्यवाद।